नमस्कार साथीहरु, म पनि अर्को भिडियो लिएर म तपाईहरुको सामु आइसकेको छु। त्यो बेला माइक्रोसफ्ट अफिस वर्डको हाम्रो होम ट्याबमा रहेको प्याराग्राफमा के कुराहरु रहेको छ यसको बारेमा म तपाईलाई भने नै छु र हाम्रो क्लिपबोर्ड र फन्टमा रहेको भिडियो मैले अगाडि नै बनाइसकेको छु। त्यो भिडियोहरु तपाईहरु हेर्न सक्नुहुन्छ र हाम्रो यसमा चाहिँ के कुराहरु रहेको छ त भन्ने विषयमा आज हामीले प्याराग्राफमा रहेको छ। प्याराग्राफमा के कुराहरु छ यसको बारेमा सशक्ति यसको के काम हो यसको बारेमा बुझ्ने छौं। हामीले फर्स्टमा रहेको छ बुलेटबाट सुरु गर्ने छौं। बुलेटले के काम गर्छ त? बुलेटले काम गर्ने भनेको हाम्रो कुनै पनि डकुमेन्टमा स्टेप बाइ स्टेप टेक्स्टहरु राख्दाखेरिमा अथवा सेन्टेन्सहरु राख्दाखेरिमा कुनै कुराहरु राख्दाखेरिमा बुलेटको प्रयोग गर्छौं। यो बुलेटको कुनै डकुमेन्टमा भएका सेन्टेन्सहरुमा इम्पोर्टेन्ट कुराहरुलाई स्टेप बाइ अथवा कुनै पनि फिचर्सहरु कुनै पनि त्यस्तै कुराहरु ती कुराहरु जे छन् त्यसमा राख्नुपर्ने कुराहरुलाई बुलेटिङमा देखाउनको लागि हामीले बुलेटको प्रयोग गर्दैछौं। बुलेटमा नम्बरिङ बुलेट, बुलेट एन्ड अनि हामीले मल्टी लेभल लिस्टहरुमा पनि देखाउन सक्छौं। बुलेटमा भनेको तपाईको बुलेट लाइब्रेरी हुन्छ, डकुमेन्ट बुलेट पनि रहेको हुन्छ। हामीले आफ्नो आवश्यकता अनुसार चुज गर्नुपर्दछ। जसमा हामी हाम्रो प्याराग्राफ होम ट्याबमा रहेको प्याराग्राफ अप्सनमा रहेका बुलेटहरुको प्रयोग गर्न सक्छौं। त्यसपछि हाम्रो नम्बर बुलेट रहेको छ। नम्बर बुलेटले भनेको हाम्रो बुलेट जस्तै बुलेटमा सिम्बलको प्रयोग गरिएको हुन्थ्यो भने यसमा चाहिँ हाम्रो बुलेटमा चाहिँ नम्बरिङ बुलेटमा चाहिँ हाम्रो नम्बरको प्रयोग गरिएको हुन्छ। जसमा 1 2 3 4 भनेर लेखिएको हुन्छ। त्यसपछि रहेको छ हाम्रो त्यसपछि यो भागबाट तल हेर्छौं हामीले मल्टिलेभल लिस्ट भन्नाले हाम्रो रोमनाइज लेख्ने देवनागरिकमा लेख्ने अथवा एबीसीडी इंग्लिश अक्षरहरुमा पनि हामीले त्यसैगरी सेन्टेन्सहरु राख्नको लागि बुलेट जसरी नै सेन्टेन्सहरु राख्नको लागि यसको पनि प्रयोग गर्ने गर्दछौं। र हामीले यसमा लेखिएका सेन्टेन्सहरुलाई चाहिँ लेफ्ट साइडतिर राइट साइडतिर कसरी लग्ने त? लेफ्ट साइडतिर राइट साइडतिरबाट लेख्नको लागि हामीले यसमा रहेको अलाइनमेन्ट हैन लेफ्ट अलाइनमेन्टमा क्लिक गर्यौं भने यो लेफ्ट साइडबाट हुन्छ र यसको राइट अलाइनमेन्टमा क्लिक गर्यौं भने यसको राइट साइडतिर जान्छ र अर्को हामीले सेन्टरमा क्लिक गर्यौं भने चाहिँ सेन्टरमा जान्छ र यसको लेफ्ट साइडतिर गर्नको लागि कन्ट्रोल सँग एल गर्यौं भने लेफ्ट साइडबाट र कन्ट्रोल सँग आर गर्यौं भने राइट साइडबाट। सेन्टरमा गर्नको लागि कन्ट्रोल सँग ई गर्नुपर्छ र यसको जस्टिफाई गर्नको लागि जसरी डकुमेन्टहरुलाई यसलाई हामीले जस्टिफाई गरेर हेरौं एकचोटी। हामी जस्टिफाई गर्नु भनेको कन्ट्रोल सँग जे गर्यौं भने जस्टिफाई हुन्छ। हाम्रो सिस्टम ग्रुपमा सेन्टेन्सहरु मिलेर बस्छ। त्यसको अब लाइनिङ स्पेसिङ हेरौं। हाम्रो लाइनिङ स्पेसिङ पनि यसैमा रहेको छ। लाइन एन्ड प्याराग्राफ स्पेसिङ भन्छ नि हाम्रो कति नम्बरमा प्याराग्राफ र लाइन स्पेसहरु राख्ने त? कतिमा राख्ने? के छ त यसमा दिएको? हामीले प्याराग्राफको स्पेस 1.0 1.15 1.5 2.0 2.5 3.0 मा लाइन स्पेसिङ अप्सनहरुमा राख्न सक्दछौं। आवश्यकता अनुसार हाम्रो लाइन स्पेसिङहरु राख्न सक्दछौं। र यसको रहेको छ डिक्रिज इन्डेन्टेसन र इन्क्रिज इन्डेन्टेसन। हामीले इन्डेन्टेसनहरुलाई डिक्रिज पनि गर्न सक्छौं र इन्क्रिज पनि गर्न सक्छौं। यसैमा देखाएको छ र ब्याकग्राउन्ड कलरहरु लगाउनको लागि प्याराग्राफ अप्सनमा नै देखाएको छ। यसमा रहेको जो छ यसैमा हामीले शेडिङ लगाउनको लागि अथवा कुनै पनि टेक्स्टको ब्याकग्राउन्ड कलर लगाउनु पर्यो भने हामीले यसमा क्लिक गर्यौं भने चाहिँ हाम्रो ब्याकग्राउन्ड कलर चाहिँ के हुन्छ देखिन्छ। यसै गरिकन हाम्रो अक्षर भन्दा पछाडीको भागमा चाहिँ ब्याकग्राउन्ड कलर राख्न सक्दछौं। अब रहेको छ हाम्रो भनेको यसमा एउटा अप्सन भनेको बोर्डरहरु के हुन्छन् त बोर्डरमा भनेर हेर्नको लागि हामीले बटम बोर्डर, टप बोर्डर, लेफ्ट बोर्डर, राइट बोर्डर, नन बोर्डर, अल बोर्डर, आउटसाइड बोर्डर, इनसाइड होरिजेन्टल बोर्डर, इनसाइड भर्टिकल बोर्डर यी चीजहरु हामीले याद गरिरहनु पर्दछ जुन होम ट्याबको प्याराग्राफ अप्सनमा रहेका ट्याबहरु रहेका छन्। र यसको हाम्रो प्याराग्राफमा गएर हेरौं भने पछाडी यसको इन्डेन्टेसन भनेको
इन्डेन्टेसन एन्ड स्पेसिङ, इन्डेन्टेसन स्पेसिङ डिफल्ट भनेको हाम्रो जस्टिफाई हुन्छ र आउटलाइन लेभल भनेको बोडी टेक्स्ट रहेको छ हैन। सरी, यसको अलाइनमेन्ट भनेको लेफ्ट साइड हुन्छ हैन, अलाइनमेन्ट लेफ्ट साइडतिर हुन्छ भने आउट लेभलमा चाहिँ बोडी टेक्स्ट हुन्छ यसको डिफल्टमा। यसै गरी हाम्रो अन्य क्षेत्रमा हेर्दै गर्दाखेरिमा हाम्रो हेडिङ स्टाइलहरु कसरी दिन सकिन्छ हैन। स्टाइलमा हेडिङ स्टाइल, टाइटल स्टाइलहरु, विभिन्न किसिमका स्टाइलहरु रहेका छन्, हामीले यसमा हेर्न सक्छौं। फर्स्टमा हाम्रो नर्मलबाट स्पेसिङ छ हैन, स्पेसिङबाट स्टार्ट भएर हेडिङ स्टाइलहरु 1 2 3 4 5 हैन देखि कतिसम्म हुन्छ त भने चाहिँ 9 सम्म हुन्छ यसमा। तर हाम्रो यसमा कतिसम्म दिएको हुन्छ 5 सम्म दिएको छ, जसमा हेडिङ 1, हेडिङ 2, हेडिङ 3, हेडिङ 4, हेडिङ 5 हैन। अनि त्यसपछि टाइटल, सब टाइटल, सब टिम, एम्फसाइजेस, इन्टेन्सिभ जस्ता धेरै कुराहरू यसमा रहेका हुन्छन्, जसले हामीले स्टाइल भन्ने गर्दछौं। र हाम्रो रहेको छ फाइन्ड। फाइन्डले के काम गर्छ त? फाइन्डको मुख्य काम भनेको के हो भने कुनै पनि डकुमेन्टमा इररहरू अर्थात् कुनै पनि कुराहरूलाई सर्च गरेर हेर्नु पर्यो भने हामीले फाइन्डको प्रयोग गर्दछौं। यो कुरा हामीले माइक्रोसफ्ट वर्डको होम ट्याबमा गएर गर्दछौं र यसैबाट हामीले एडिटिङ अप्सनमा रहेका यी कुराहरूलाई पनि हेर्न सक्दछौं। एडिटिङ अप्सनमा पनि धेरै कुराहरू रहेको छ, जुन कुराहरू हाम्रो एडिटिङ अप्सनमा रहेका सबै कुराहरूलाई हेर्नको लागि होम ट्याबमा रहेको बटनमा एडिटिङ अप्सनमा रहेका कुराहरूलाई हामीले एडिट गर्नको लागि, फाइन्ड गर्नको लागि हैन, कुनै पनि डकुमेन्टहरू रिप्लेस गर्नको लागि यसको प्रयोग गर्ने गर्दछौं साथीहरु। आजको यो छोटो भिडियो मैले तपाईहरुको सामु प्रस्तुत गरेको छु र हजुरहरुले यो च्यानलमा नयाँ भिडियोहरू हेर्नको लागि र अझै पनि कम्प्युटर सम्बन्धी केही ज्ञानहरू, नयाँ नलेजहरू लिनको लागि र बेसिक भन्दा पनि बेसिक नलेज लिनको लागि हामीलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस् अनि यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हामी हजुरहरुलाई लगातार भिडियो अपलोड गरि नै राख्नेछौं। हजुरहरुको माया अनि अपेक्षाबाट हामीले अवश्य पनि नयाँ भिडियोहरू हाल्ने प्रेरणा मिल्नेछ भन्ने आशाका साथ म हजुरलाई धन्यवाद दिन चाहन्छु।